हेलो हेलो यो चाहिँ हाम्रो नेपालदेखि गाउँबाट आएको म चाहिँ यसलाई टक्क भिजाएर टक्क सुकुटी बनाउन जाँदैछु। तेलमा भुट्न जाँदैछु, तेलमा भुट्दैछु टक्क। अनि त्यसपछि बेसार सेसार टक्क एकदम हालेर म चाहिँ फ्राइबिनमा पुरपुर 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 टमाटर प्याज हालेर भुटेर त्यसपछि टक्क अलिअलि मसला हाल्दैछु टक्क। यो चाहिँ हाम्रो नेपाली स्टाइल, नेपाली स्टाइल भन्दा नि आफूलाई मनपर्ने स्टाइल। टक्क अलिकति मासु नरम होस् भनेर अलिकति छोप्दैछु टक्क। छोपिसकेपछि फेरि एकचोटि सरर चलाएर हाम्रो पाकेको अवस्था छ। त्यसपछि टक्क हामी यसमा अलिकति धनिया पनि टक्क हालेर बास्ना आउने गरी टेस्ट आउने गरी टक्क अलिकति मैले चाहिँ धनिया फेभरेट धनिया चाहिँ मन परेकोले अलिक धेरै नै हालेको छु। क्वान्टिटी अनुसार यो चाहिँ अलिक बढी नै छ। टक्क चलाएर यसलाई चाहिँ नि एकछिन टक्क छोपेर राखेको छु टक्क। यसलाई चाहिँ राख्यो। त्यसपछि हाम्रो अर्को छ यो गाउँबाट लिएर आएको कोदोको पिठो। यो चाहिँ हामीले दहीको डब्बामा भरेर राखेको छ प्लास्टिकबाट। दहीको डब्बामा हालेर फेरि के होला नसोच्नु होला टक्क। अलिकति बिजी भएको कारण पानी बसालेको पिठो सुरुमा हालेको चाहिँ भिडियो बनाउनु पाइनँ। त्यसैले एकैचोटि म चाहिँ यतिको ढिँडो मस्काइसकेपछि चाहिँ अलिकति भिडियो बनाउनु पाएँ। अलिअलि बिजी पनि थियो, अर्डर पनि हेरिरहेको थियो। टक्क फाइनली म चाहिँ थालमा हालेर खान थालेँ टक्क। यसरी आफ्नो भाग हालेर म चाहिँ एक कुनामा बसेर टक्क सुकुटी देखाउँदै टक्क आहा ठक्क यो गालाको कुनामा एउटा सुकुटीको चोप्टा राखेर आम्मामा हेर्नुहोस् त 3-4 डल्ला कोदोको ढिँडो कति आनन्दले निल्न पाएको। जे होस् विदेशमै भए पनि यसरी गाउँको जस्तो आफ्नो नेपाली स्टाइलमा कोदोको पिठो र सुकुटी बनाएर खानुको मजै बेग्लै छ। हेर्नुहोस् अहिलेसम्म पनि मैले त्यो सुकुटी फालेको छैन, निलेको छैन, अझै पनि गालाको कुनामा राखेको छ। त्यही भएर मलाई चाहिँ एकदमै तातो तातो खाएर पछि लास्टमा मलाई पसिना पनि आइरहेको थियो। अनि टक्क मलाई चाहिँ एकदम मिठो 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 लाग्यो। तपाईँहरूलाई चाहिँ के कस्तो लाग्छ? यस्तो खानेकुरा मन पर्छ कि पर्दैन? मैले चाहिँ जिब्रो पड्काउँदै आँखा झिम्काउँदै मुख बङ्गाउँदै आथा उथुथु गर्दै तातो तातो निले घाँटीमा पोल्दा पोल्दै पनि यो चाहिँ तातो तातै सकाउनु पर्छ भन्ने हिसाबले मैले चाहिँ यसरी खाएँ। सुकुटी पनि एकदम मैले अलिकति छोपेर अलिकति ढक्कन लाएर बनाएको थियो, एकदम सफ्ट थियो। मैले पहिला नि भिजाएर बनाएको थियो अलिकति सफ्ट होस् भनेर। योभन्दा अघिल्लो चोटि चाहिँ मैले नभिजाइकन बनाएको थियो। बाई बाई।